हामी अहिले अर्घाखाँची भन्दा ओर पत्थरकोटमा ढुङ्गा लोड गर्न आएको 3 दिन बल्ल ढुङ्गा लोड गरे। हिजो रातिबाट रोकिदिए गाडी। अब प्रशासनले किन रोकेको हामीलाई केही थाहा छैन। माथिबाट आदेशहरू रोक्यो भनेर भन्छ। अब हामी गाडीवालाले यति दुःख पाएको छ। यहाँ न काटा छ न केही छ, भावातन रोकिदिएको छ। र हाम्रो यहाँ चालक साथीहरूसँग पनि केही कुरा गर्न चाहन्छु। ल यहाँ हामी यत्रो दिन फसेको छौँ, के कारणले फसेको भनिदिनु न। अब सुन्नु न, हामी यहाँ चाहिँ 3 दिन भयो आएर बसेको, ढुङ्गा लोड गरेको छ, न काटा गर्ने ठाउँ छ, सम्बन्धित ठाउँमा जान पनि दिँदैनन्। अब यहाँबाट कतै जान छोड्न पनि छोड्दैन, न काटा गर्ने ठाउँ छ, गाडी लोड गरिसक्यो, गाडी लोड राखेको छ। यहाँ बिजोकले बाटोमा हेर्नुहोस्, ओह्रालामा हामी रोडमा गाडी राखिरहेछ। हाम्रो अब ड्राइभर साथीभाइहरू पनि अब चाहिँ बिचल्ली भएर बसिरहेछन्। 3-4 दिन 4-5 दिन भए न। यो पुलिस प्रशासनको दादागिरी हो कि अब यो चाहिँ कुनै अब चाहिँ यो एउटा भनौँ न कुनै यो शैली दादागिरी शैलीले भयो कि यो रोक्ने चाहिँ। अब के कारण रोकेको त्यो पनि थाहा भएन होइन। समस्या चाहिँ अब के छ भने हामीलाई यो तपाईँको यो हामी इलिगल माल बोक्नु, यो ढुङ्गा बोकेर आएको छ होइन। त्यसको लागि चाहिँ अब साथीभाइ सबैजना चाहिँ अब हामी अहिले यहाँ बिजोकै भएर बसिरहेछौँ। 3-4 दिन हो। तपाईँले एकचोटि यो चाहिँ अब के कारणले हो कसरी हो तपाईँहरूले एकचोटि यो भिडियो हेरेपछि तपाईँहरूले यसको चाहिँ छानबिन गरिदिनु पऱ्यो। समितिमा पुग्नु पर्यो, मजदुरसँग पुग्नु पर्यो, मजदुर सङ्घले चाहिँ यसको छानबिन गर्न पाउनु पर्यो। हाम्रो गाडी काटा गरेर काटामा 21 टन 12 चक्केमा 21 टन छ भने गाडी छोडिदिनु पर्यो। 21 टनदेखि माथि छ भने गाडीले जरिवाना राखिदिनु के अरे हाल्नु पर्यो। हाम्रो माग चाहिँ यति हो। ठिक छ, हजुरलाई धन्यवाद समय दिनुभएकोमा। अब हाम्रो उहाँ गुरुसँग अलिकति कुरा गर्छौँ। ल हजुरले अलिकति भन्नुहोस्। अब म के भन्नु अब यसमा चाहिँ होइन। अब सकेसम्म हामीले चाहिँ यहाँबाट चाहिँ अब पठाइदिँदा नै राम्रो हुन्थ्यो। अब हामीले त्यस्तो नचाहिने गल्तीहरू त केही गरेको थिएनौँ। हामीले जति चाहिने छ त्यति नै चाहिँ बोकेर आएको छौँ। तर पनि अनावश्यक हामीले चाहिँ यहाँ गाडी रोकेर चाहिँ राखिरहनु भएको छ। अब हामीले चाहिँ अलिकति दुःख नै पाइराखेको छौँ। यहाँ न खानाको व्यवस्था छ न केही छ? हजुर केही छैन। काटासम्म जाने व्यवस्था भए पनि गरिदिनु पर्यो। त्यति भयो भने चाहिँ हामी एकदम खुसी हुन्थ्यौँ। हेर्नुहोस् अब घरमा बालबच्चा आफ्नो फ्यामिली भएको मान्छे यसरी 3 दिन भइसक्यो हामी चाहिँ बसिराखेको छौँ। त्यही कारणले चाहिँ अब हामीले चाहिँ यहाँ के कसरी हुन्छ चाहिँ यहाँबाट चाहिँ हामीलाई चाहिँ हटाउनु पर्ने हुन्छ। हामी यहाँबाट जान पाउनु चाहिँ पर्यो। अन्त एउटा कुरो के छ भने अब इन्डियन गाडीले 50-60 टन ल्याउँदाखेरि चाहिँ केही फरक नपर्ने। हजुर नेपाली गाडीले 1-2 टन बोक्दाखेरि अब कारबाही गर्ने, यसरी गाडी दादागिरी शैलीमा यसरी गाडी यसरी रोक्ने। अब हामीलाई यहाँ अब यस्तो ठाउँमा न राम्रोसँग पसलमा न केही सामान पाउँछ न केही खानेकुरा पाउँछ। अब सम्बन्धित ठाउँमा जान पनि नदिने, न पिसा फेर्ने ठाउँ छ। अनि यस्तो तलले त अनि यो गृह मन्त्रालयले पनि गुन्डागर्दी गर्न खोज्यो कि यो जिल्लाले गुन्डागर्दी गर्न खोज्यो कि के हो कसो हो? यो त अलिक अति नै अत्याचारै भयो त। अब हामी स्वरोजगार आफ्नै देशमा केही गरौँ न भनेर बसेको मान्छे हामी। अनि यस्तो हालत भयो भने त हामी विदेशतिर जानुपर्ने अवस्था पो आउँछ त फेरि। ल यो चाहिँ हाम्रो अब समितिले हामी ट्रक चालक कमिटीले यो कुराहरू सुनिदिनु पर्यो। यो कुराहरू सकेसम्म सुधार गर्नु पर्यो कि अब हामी सबै देशको नागरिकहरूलाई कि विदेश जाने बाध्य बनाउने हो कि होइन। यो तरिकाले भएन। सकेसम्म चाँडै सुधार होस्। ल हजुर धन्यवाद।